राम्रो राम्रो चुरा छ के गर्नु गाइस भेरी प्रिटी यस्तो राम्रो डल पाए कस्तो राम्रो युनिकर्न दिल में अब कोई ख्याल भी नहीं है तेरे जाने का मलाल भी नहीं है Hi guys and welcome back to my channel. So this is a day 3 in Delhi. So आज पनि हामीहरु चाँदनी चौक जाँदैछौं हिजोको त अब के भन्नी धेरै रमाइलो भयो एउटा साडीले नै हाम्रो दिन खाइदियो सो आज चाहिँ हामी हाम्रो सोच भनेको चाहिँ चाँदनी चौक अनि जल्दी बोल कल सुबह पनवेल निकलना है के रे त्यो जाने गयो मलाई दिइसक्यो के रे चाँदनी चौक अनि सदर बजार अनि लाजपत नगर चाहिँ आज हामी जान्छौं भनेर हिँडेको छौं तर थाहा छैन अब के हुन्छ चाँदनी चौकमै हराएर आज चाहिँ हामी लास्टै छिटो निस्केको छ जस्तो कि हजुरले यहाँ टाइम हेर्न सक्नुहुन्छ हेर्नु त इट्स अलमोस्ट 10:29 सो सक्दो चाहिँ आज हामीहरु छिटो नै निस्केको छौं अनि फर्किने कोसिस पनि छिटो गर्छौं किनभने हामी एकदम लेट भयो त्यही भएर हामीले भिडियो पनि त्यति बनाएन एकदम नै टायर्ड भएको भएर पनि नबनाएको हो ल ठिकै छ हेर्दै गर्नु होला गाइस अनि डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्स्क्राइब माय च्यानल है गाइस हाम्रोमा चाहिँ काठमाडौँमा चाहिँ चाँदनी चौकमा चाहिँ बसन्तपुर छ हामी चाहिँ टुकटुकमा चाहिँ हामीहरु सदर मार्केट जाँदैछौं गाइस आज चाहिँ हामीहरु एकदम बाकी भएर यहीको जस्तो भएर कहिलेलाई छोडेनस् भने तर पैसै दिन्न भनेर चढेको हामी चाहिँ हुन्छ एउटा म चाहिँ लगाएर छोड्दिन्छु यस्तो भनेर हिजो हामीलाई एउटाले मेट्रो भन्दा मतलब मेट्रो पुग्न पनि अझै 10 मिनेट लाग्ने ठाउँमा रोक्यो त्यही भएर आज चाहिँ यसलाई पहिले वार्न गरेर थाकेर एक पाइला पनि हिँड्न नसक्ने अवस्थामा हामी त्यसको गाडीमा चढेको त्यसले त हामीलाई ठगेर 10 मिनेट हिँड्न एकदम कन्ट्राङ घुम्नु त खतरा हुन्छ गाइस हामीहरु चाहिँ सदर मार्केट पुगिसक्यो हामी भाउजूलाई चाहिँ चुरा मन पर्यो रे सो हेर्दै हुनुहुन्छ भाउजू हात देखाउनु चुरा मन पर्यो रे यस्तो देखाउनु त कस्तो राम्रो देखेको छ यस्तो राम्रो चुरा छ के गर्नु गाइस भेरी प्रिटी हामीले चाहिँ यति धेरै चुरा लियौं कति हो हेर्नु त बाटोको गति हाम्रो हालत चाहिँ खत्तमै भएको छ गाइस ध्वस्तै भएको छ हेर्दा पनि यस्तो राम्रो डल पायौं नानीलाई लिदेको यो चाहिँ हाम्रो हिन्दी सुनेर त यिनीहरुको पागल हुन लागिसक्यो हेर्नु त कस्तो राम्रो युनिकर्न भाउजूको दिल गाइस मेन मार्केट भनेको त यो पो रहेछ हामी त त्यो गल्लीमा घुम्दा हैरान भयो नि त मान्छेको भिड हाम्रो हालत हेर्नु त यहाँ माइ गॉड हैरान गाइस आज चाहिँ हामीहरु नेल्सको शॉपिंग गर्न आको नेल्सको सामानको ये फैक्ट्री को ये भी अलग से मैन्युफैक्चर करना चाहिए था नेल्स को सामान लिन आको सदर बजार यति पागल भयो गाइस हेर्नुस् यस्तो पसलमा आको यहाँ चाहिँ एउटा भेनिटी देखायो तर कस्तो राम्रो लाग्यो नाइस नै छ खै हजुरले के हेर्नु भयो मैले अहिलेसम्म के हेरेको त्यस्तो चाम्स हेर्नु गाइस कस्तो दामी यस्तो राम्रो चाम्सहरू तर लस्सी महँगो चाहिँ महँगै भन्दैछ योले हामीलाई आई डोन्ट नो किन यस्तो भनेको हो नेपाली देखेर हो कि
अब यति चाहिँ हामीले अहिलेसम्म सिलेक्ट गरेको सामान चाहिँ यति हो। यो पनि मन चाहिँ परेको छ। अब हेरौँ के गर्छौँ हामीले, लिन्छु कि नाइ। गाइस हेर्नुहोस् न कस्तो दामी। गाइस इस इंसान के दुकान में आए, इतना परेशान किया और ऊपर से टिप्स मांग रहा है। इसका तो कान ऐसे करके खींचना चाहिए। वाह दीदी, वाह दीदी। डिस्काउंट भी नहीं दिया, ऊपर से टिप्स मांग रहे हैं। झूठ बोल रहे। बहुत दुख दिया ये इंसान ने। सदर मार्केट आना तो इनके दुकान में जाना गाइस। बहुत बढ़िया। परेशान होना है तो इनके दुकान में जाना। पैसा उड़ाना है तो इनकी दुकान में जाना और अपना जेब खाली करके जरूर आना। जी दुकान का नाम है। दोबारा दुकान के डब्बे में बीप डाल दूंगी, बीप। हामीहरू चाहिँ डेलीको के अरे अटो राइड हान्थ्यौँ। कस्तो लाग्दैछ त? दिल्ली घुमेर कस्तो लाग्दैछ त हजुरलाई? बिहान त्यस बेलाबाट निस्केको, भर्खरै निस्केर अब हामी चाहिँ गान्धीनगर जाँदैछौँ। त्यहाँ पनि कति बेर लाग्ने हो गाइस, हालत खराब छ, केही खाएको छैन, भोकले ट्याउ 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 भइसक्यो। अब एक ठाउँमा चाहिँ हामी ब्रेक लिएर केही खान्छौँ, त्यसपछि सबै जान्छ फेरि कि कसो? दिल्लीको ट्राफिक गइहाल्यो नि गाइस। तपाईँहरूलाई एउटा यस्तो खतरनाक चिज देखाउँछु भनेको भागिहाल्यो रे मान्छे। गाइस हेर्नु त, अब आउँछ है, हेर्दै गर्नु। म तपाईँहरूलाई देखाउने छु पक्का। आज आज Oh my god, what is that? Oh my god! What is that? एउटा खुट्टा पुरा कुर्सीमा बसे जसरी स्कुटी चलाउँछ कि एउटा। No, 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 no. देख्नुभयो गाइस, हामीहरू कति दिन भइसक्यो मेट्रोमा हिँडेको, तर आजसम्म मैले यस्तो खाली मेट्रो चाहिँ देखेको थिएन। आई मिन भेटेको चाहिँ थिएन कि। आज हामी अलिकति छिटो आएछ, त्यही भएर। गाइस आजको घुमाइ पनि ठिकै भयो। अब हामी घर फर्केको। भेरी टायर्ड, काम पनि भएन। यहाँ चाहिँ चुरा लाएर मक्ख सोल्टिनी मक्ख कस्तो भयो अरे? तर पनि हामी ठिकै छौँ, हामी खुसी नै छौँ। अलिअलि भयो भने हाम्रो काम भयो नि त, होइन? हो कि होइन त भन्नु न। यस्तो गरिदिनु तपाईँले मेरो भ्लगमा, यस्तै गरिदिनु कहिले कि। अब चाहिँ हामी घर जान्छौँ, घर जाँदैछौँ। अब आज चाहिँ यति नै थियो गाइस। सो थ्याङ्क यू गाइस फर वाचिङ आवर भ्लग। Till then, bye-bye, take care and stay safe. बोल्ने तागत पनि छैन हामीसँग त, के गर्ने, धेरै नै थाकेको भएर। सो बाय-बाय। दिल में अब कोई ख्याल भी नहीं है, तेरे जाने का मलाल भी